वेलकम ब्याक टु माई ब्लग। सबै सन्चै हुनुहुन्छ होला होइन, सन्चैको कामना गर्दछु। अझ हामी चाहिँ यसो बाहिर घुमघामको लागि निक्लेको थियौँ है। आजको यात्रा कस्तो हुन्छ म देखाउँदै जानेछु। बाजे हामी कहाँ पो जाने अरे? यता हो, कहाँ जाने अरे? कारङ्गासी जाँदैछु म। ट्रम पनि आइसकेको छ अनि जो आजको यात्रा राम्रै हुनेछ आशा गर्दछु। होप यु गाइज इन्जोय इट। हामी चाहिँ मेट्रोतिर जाँदैछौँ। मेट्रो अब पक्रिनु पर्ने हुन्छ त्यहाँबाट हामीले, अनि त्यसपछि हाम्रो गन्तव्य भनेको कारङ्गासी रेड कार्पेट भन्छ त्यसलाई होइन, त्यता हुनेछ। होप यु गाइज इन्जोय द मुमेन्ट। यो चाहिँ हाम्रो ट्रम मेट्रो पुग्यो हो। आज हाम्रो यात्रा भनेको कारङ्गासी अन द वेमा छौँ हामी। सर हामी त्यहाँ पुगेपछि तपाईँहरूलाई कस्तो छ के छ अपडेट गरौँला, हेर्नुहोस् है। रेड कार्पेट आइसकेको छौँ होइन, विथ द बाजे हाम्रो एकदम यताउता गर्दै हुनुहुन्छ। तर जस रेड कार्पेट म पनि फर्स्ट टाइम आएको होइन, रमाइलो हुन्छ होला, राम्रै हुन्छ होला। रेड कार्पेट अन द वे। के भन्नु नि हो बाजे? रेड कार्पेट हो। यहाँदेखि लगभग कति किलोमिटर छ मलाई थाहा भएन, तर एक्ज्याक्टली रेड कार्पेट हो। कारङ्गासी भनेर चिनिन्छ। रेड कार्पेट भन्दा पनि कारङ्गासी भनेर चाहिँ चिनिन्छ। रेड कार्पेट भनेको कारङ्गासी भन्छ। तपाईँको भ्यू यस्तो दामी छ कि यहाँ तपाईँको छेउमा होइन, दामी छ। आजको मौसम पनि एकदमै झकास छ। अनि आजको मौसम, आजको साथ रमाइलो छ। सबैजना इन्जोय गर्दै आइरहेको छ मान्छेहरूको लागि। धेरै त छैन आज मान्छेहरू होइन, किनभने आज होलिडे होइन त भएको कारणले गर्दाखेरि आज मान्छेहरू धेरै छैन। तर एकदमै सुनौलो र एकदमै एउटा प्राकृतिक भाइब चाहिँ होइन कारङ्गासीमा हामी देख्न सक्छौँ। रमाइलो, एउटा मिठो, मधुर, सुन्दर, एकदमै तपाईँले देख्न सक्नुहुन्छ। आँखाले भेट्न नसक्ने एउटा भनौँ न ताल पोखरी भन्छ नेपालमा, तर यहाँ चाहिँ अब के भन्छ थाहा भएन। तर पनि एकदमै राम्रो छ यो भ्यूहरू। अनि यहाँ मान्छेहरू यसरी शीतलको छायामा बसेर आनन्द उठाइरहेको छ। चराहरू उडिरहेको छ। वेदर पनि एकदमै खुलेको छ। अनि हाम्रो यहाँ बाजे पनि एकदमै रमाइलो तरिकाले हिँड्दै हुनुहुन्छ होइन। ल बाजे एक दुई शब्द जाओस् न त। यसो एक दुईवटा के कारङ्गासीको बारेमा भनिदिनुहोस् न त। देख्न सक्नुहुन्छ यहाँ एकदमै
चाहिँ मलाई फिल भइरहेछ है। आई होप तपाईँहरूलाई पनि हुनेछ यो भिडियो हेरेर, यो मेरो ब्लग हेरेर होइन। किप सपोर्टिङ गरिदिनु होला है। मेरो फर्स्ट टाइम यसरी ब्लग थालेको है। किप सपोर्टिङ मी। आजको यात्रा एकदम रमाइलै भइरहेछ, आश गर्छु तपाईँहरूलाई पनि रमाइलै लाग्नेछ। यात्रा गर्नु चाहिँ छोड्नु हुँदैन, किनभने ट्राभल भनेकै एउटा यस्तो गन्तव्य हो जुन कुरा चाहिँ रोकिँदैन। ट्राभल गरिराख्नुपर्छ, जुनै स्थितिमा भयो भने त्यही भएर यसो हामी पनि बाहिर निक्लेर कस्तो छ के छ सब बुझिदिउँ न, आइदिउँ न भनेर चाहिँ आएर यसो हेरिदिएको कारणले चाहिँ तर जे होस् भनेको भन्दा सोचेको भन्दा बिल्कुलै फरक छ होइन, एकदम बिल्कुलै फरक। अनि यस्तै छ यसरी आजको दिन चाहिँ घुम्न आएको छु। आजको दिन एकदमै होपफुली र थ्याङ्कफुली रमाइलो हुनेछ, इन्ट्रेस्टिङ हुनेछ। हामी होप गर्छौँ कि तपाईँलाई त्यो भिडियो मान्छेले हरेक कुराहरू एक्सपिरियन्स गर्नुपर्ने हुन्छ होइन जिन्दगीमा, अनि गर्नु पनि पर्छ। किनभने हामीले सोचेको जस्तो लाइफ पाउँदैनौँ होला, तर पनि हामीले त्यो एचिभ गर्नुको लागि चाहिँ कोसिस गरि नै राख्नुपर्छ। त्यही भएर तपाईँहरूलाई पनि आजको दिन यो तपाईँहरूको अब हाम्रो एक दुई शब्द तेज दाइले भन्नुहुन्छ। ल दाइ। अनि त्यहाँदेखि चाहिँ आउँदैन, रमाइलो भएछ अनि त्यहाँदेखि चाहिँ अरू शब्दहरू अरू केही छैन, त्यति नै हो। अनि कस्तो खालको त्यति नै हो त कहाँ अरे यहाँ माछा, पानीमा माछा। अनि के अरे पानीमा माछा खोज्नु जाँदाखेरि भ्यागुता समातेको अरे बाजेले है होइन। पानीको माछा र समुद्रको माछा फरक छ बाजे। अरे आजको दिन त नि कस्तो बबाल आजको दिनको यो रमाइलो भ्यू बबाल के भने पुरा स्पिडमा दिइरहेछ फुच्चे भाइले फेरि है। केटाकेटीहरूको स्टाइलै फरक छ होइन, के भन्नु। धेरै राम्रो छ नि बाजे पनि के भन्दै हुनुहुन्छ हिँड्नु बाजे, कहाँसम्म जान सक्छौँ हामी। के बस्ने भन्नुहुँदैछ बाजे। अब बसौँ न त एकछिन, के चाहिँ छ र बसौँ बसेर बाजेको स्टाइलै फरक छ क्या।
बिचमा फेरि बाजेले अनौठो अनौठो कुराहरू गरिदिएर यहाँ म नै बाजे फेरि केटाकेटी भइसकेको छ बाजे पनि पुरा कुप्लुक्क परेर बसिसक्नुहोस् बाजेको स्टाइल फेरि माइकल ज्याक्सन पनि फ्लक खान्छ होला बाजेको स्टाइल देखेर त होइन आमामा हेलिकप्टर फेरि बेतापमा उडिरहेछ पङ्खाको रूपमा पङ्खाको डुबमा सबै रूपमा कुदिरहेछ यार चाहिँ हेलिकप्टर रहेछ यो चाहिँ फेरि बाजे फेरि के हो यहीँ ल्याइदिउँ क्या हो सिरानी सिरकहरू सबै बाजे ल्याइदिन्छु नि फेरि आज है पुरै काराङगासीको होइन यस्तो भ्यूमा पनि पुरा हुन्छ नि बिना पानीको मछली जस्तै भइरहेछ किनभने मैले आज राम्ररी खिच्दिनँ गार्डन हो होइन केटाकेटीहरू यहाँ खेलिरहेछ पुरा फुटसाल हो त्यो चाहिँ है बाजे पनि यहाँ पुरा भिडियो बनाउँदै हिँडिरहेछ बाजेको चहल पहलै फाल्टै छ आजको एकदम राम्रो छ आजको फलो गर्दै यताउता खिचिरहेको छु मलाई थाहा छैन बाजे पुरा बाजे आफ्नै पुरा दिइरहेछ बाजेले return back to home and hope you guys enjoy the video. हाम्रो काराङगासीको यात्रा सकिसकेको छ बाजे पनि थकित मोडमा हुनुहुन्छ म पनि थकित मोडमा छु आज किनभने आजको यात्रा एकदम राम्रो रमाइलो भयो We hope you enjoy the video and this is the view of our place. So thank you so much for giving me supporting, like, subscribe. Watching my video. I hope you guys enjoy it, and we will hope we're gonna see another video, another way, another time. This is the life. We are experience everything, and we hope you are enjoy it, watching the video and keep supporting me. Thank you so much.